यो एकीकृत घुम्ती सेवा शिविर कार्यक्रम जुन हाम्रो आज गैंडाकोट नगरपालिकाको वडा नम्बर 18मा चलिरहेको छ। यस कार्यक्रमको अध्यक्षता गरिरहनु हुने यसै 18 नम्बर वडाका वडा अध्यक्षज्यू, आजको यस कार्यक्रमका प्रमुख अभिभावकत्व हामी सबैका अभिभावक, गैंडाकोट नगरपालिकाका सदस्य नगर प्रमुखज्यू, वडा नम्बर 18का निर्वाचित जनप्रतिनिधिज्यूहरू, गैंडाकोट नगरपालिकाको सिनियर डिभिजनल इन्जिनियर सर भर्खरै आउनुभएको छ, उहाँ पनि हामीसँग हुनुहुन्छ। त्यसै गरी विभिन्न शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारी साथीहरू, पत्रकार मित्रहरू यहाँ उपस्थित आज यो घुम्ती सेवा शिविरमा सेवा लिनको लागि उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, धेरै कुराहरू कार्यक्रमको उद्देश्य के हो भन्ने बारे हाम्रो योजना शाखा प्रमुखजीले अगाडि प्रश्न पारिसक्नु भएको छ। वास्तवमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा राष्ट्र रूपान्तरण हुँदै गर्दा हामीले सेवा कसरी जनतालाई नजिकबाट दिन सकिन्छ र प्रभावकारी ढङ्गबाट सेवा दिन सकिन्छ भन्ने यसको मूल अभिष्ट हो। तर पनि कतिपय अवस्थामा हाम्रो यो स्थानीय तहहरूको पुनर्संरचनाको र हाम्रो विकट भूगोलताले गर्दा वास्तविक रूपमा जनताले अनुभूत गर्ने गरी स्थानीय सरकारले सेवा प्रदान गर्न नसकेको हामीले महसुस गर्ने गर्छौँ। विभिन्न ठाउँको मेरो अनुभवले त्यो देखाउँछ। यसको अवधारणा खास जनतालाई नजिकबाट प्रभावकारी सेवा दिने हो, तर पनि हाम्रो यो भूगोल अनि हिजोका पुनर्संरचनामा भएका केही कमी कमजोरीले गर्दा आज पनि नागरिकले हिजोको भन्दा पनि अझ कठिन परिस्थिति भोग्नु परेको हामीले पाएका छौँ। हिजो गाविसबाट हुने योजना सम्झौता भुक्तानीका लागि आज नगरपालिकाको केन्द्रमा जानुपर्ने हुन्छ। हामीले विचार गरौँ त वडा नम्बर 18को जनतालाई गैंडाकोट जान कति शास्ति छ। अघि नै भनिसक्नुभयो लीलाजीले, अनि कार्यक्रम सञ्चालक भाइले पनि भन्नुभयो, वास्तवमै यो गैंडाकोट नगरपालिकाको कर्णालीको रूपमा रहेको छ। त्यसैले हामीले हाम्रो तहबाट यो पुनर्संरचनालाई हामीले तत्काल त चेन्ज गर्न सक्दैनौँ। यो राज्यले ल्याएको नीति हो, राज्यले बनाएको संरचना हो। अब भोलि सुधार हुँदै जाँदा अलि यहीँबाट सबै कन्सेप्ट त सबै काम यहीँबाट हुन् भन्ने हो। अब महानगरहरूमा अहिले के छ भने वडा कार्यालयबाट नै सम्झौता र भुक्तानी सबै प्रक्रिया हुन्छन्। कम्तीमा अहिलेको हाम्रो प्रणाली अनुसार लेखाको कर्मचारी अधिकृत सरहको चाहिने, अर्को कर्मचारी पनि अधिकृत सरहको भए बल्ल कारोबार चलाउन मिल्ने छ। त्यो अवधारणा अनुसार महानगरहरूले वडालाई नै अख्तियारी दिएर त्यहीँबाट कारोबार हुने गरायो। तर हाम्रो त अहिले त्यो अवस्था छैन। त्यो भएर यो अवस्था हुँदै पनि यसका बावजुद पनि हामीले कसरी जनतालाई प्रभावकारी ढङ्गबाट नजिकबाट छिटो सेवा दिन सक्छौँ भन्ने सोचले यो कार्यक्रम आयोजना गरिएको हो। व्यक्तिगत रूपमा भन्नुपर्दा म जहाँ पुगेँ त्यहाँ मैले अलिकति दुर्गम मानिएका वडाहरूमा यो यस्तो किसिमको घुम्ती सेवा शिविर चाहिँ सञ्चालन गर्दै आएको मसँग अनुभव छ। अब यहाँ आज योजना सम्झौता लगभग 18 नम्बर वडाका 12-15वटा जति योजना छन्। तुलनात्मक रूपमा अन्य वडाको तुलनामा यहाँ कम छन्, तर पनि 10-12वटा योजनाका लागि एउटा योजनाको 3-4 जनाका दरले जाँदा पनि गैंडाकोट कतिजना जानु पर्थ्यो, उहाँहरूको कतिपटक जाने आउने गर्नु पर्थ्यो। सम्झौताको लागि एउटा कागज पुगेन भने फेरि फर्केर यहाँ आउनु पर्थ्यो, वडाको सिफारिसमा केही भयो भने फेरि यहाँ आउनु पर्थ्यो। तर आज अब हामी यहीँ सम्झौता छौँ, सबै टिम यहीँ छ, फेरि कोठा पनि धाउनु परेन। त्यस अर्थमा यो कार्यक्रम असाध्यै यहाँहरूको लागि उपलब्धिमूलक भएको छ र नगरपालिकाको एउटा दायित्व पनि पुरा भएको छ भन्ने मलाई लाग्छ। यस्ता कार्यक्रमहरूलाई हामीले भोलिका दिनमा पनि सञ्चालन गर्नुपर्ने हो, यसलाई निरन्तरता दिनुपर्ने हुन्छ भन्ने मलाई लाग्छ। योजना सम्झौता सँगसँगै अन्य कुराहरू पनि, जस्तै आयुर्वेदको सेवा औषधि लिन यहाँको कति जानुभएको थियो होला 18 नम्बरको, होइन? कतिलाई आयुर्वेद भनेको के हो पनि धेरैले बुझ्नु भएको थिएन होला, होइन? आयुर्वेदको औषधि सामान्य स्वास्थ्य परामर्श दिएर हाम्रो आयुर्वेद शाखा प्रमुख लगायतको टिम आएको छ। अरू हाम्रो डाक्टर साहब पनि आउनुभएको छ। अब यहाँ हाम्रो स्वास्थ्यको स्टाफ चाहिँ यहाँ अवेलेबलको हुनुहुन्छ। अलि केही न केही पढेको बढी ज्ञान भएको मान्छेले त धेरै जाने बुझ्या हुन्छ नि त, होइन? त्यो भएर हामी डाक्टरकोमा जाने गर्छौँ पहिले यहाँ निको भएन भने। त्यसमा डाक्टर पनि हामीसँग हुनुहुन्छ, सामान्य स्वास्थ्य परीक्षण गरेर अलि माथिल्लो लेभलको स्वास्थ्य सम्बन्धी परामर्श दिने, होइन? रोग पहिचान गर्नको लागि। त्यसै गरेर अरू कृषि सेवा, पशु स्वास्थ्यसँगका सेवाहरू पनि हामीले यहाँ लिएर आएका छौँ। पक्कै पनि यहाँ वडा नम्बरवासीको यस क्षेत्रका
जनताहरूले नगरवासीहरूले यी सेवाबाट लाभ लिनु भइरहेको छ र लिनुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। हामीले वडा अध्यक्षज्यूहरूले चाहनुभयो भने हामी अन्य वडामा पनि यस्तो किसिमको कार्यक्रम लिएर जान्छौँ। तुलनात्मक रूपमा अरू वडा सुगम छन्, अलिकति अब 3 नम्बर हो, त्यहाँ 3 नम्बरबाट नि हामीलाई आएर यहीँ योजना सम्झौता गर्नुहोस् भन्नुभयो भने त्यहाँ कृषि र पशुको त आफैमा सेवा केन्द्र छ, अन्य सेवा लिएर आउनुहोस् भने भन्नुभयो भने वडा नम्बर 3 मा पनि हामी जान तयार छौँ। त्यसै गरी डाँडावारीका वडालाई नै हामीले केही तुलनात्मक रूपमा अलिकति दुर्गमै जस्तो पनि मान्न सकिन्छ। ती वडामा नि वडा अध्यक्षज्यूहरू ल 18 मा जस्तै कार्यक्रम चाहिँ हामी कहाँ पनि गरिदिनु पर्यो भन्नुहुन्छ भने हामी आउन तयार छौँ। हामी जनताको सेवामा दिनरात खट्न तयार छौँ र नजिकबाट सेवा दिन नगरपालिका एकदम तयार छ, सधैँ यहाँहरूको साथमा छ। गैंडाकोट नगरपालिकामा जाँदै गर्दा पनि तपाईँहरूलाई कुनै काममा समस्या पर्यो भने हामीले सही गरेका कारणले, हाम्रा साथीहरूले सही गरेका कारणले, काम गरेका कारणले अप्ठ्यारो नपर्ने, भोलि कानुनी जटिलता बेहोर्न नपर्नेसम्मका कामहरू, भोलि हामीलाई नै अप्ठ्यारो पर्ने काम हामी फुकाउन सक्दैनौँ। नत्र अन्य कामहरू तपाईँहरूको हामी जसरी नै फुकाएर पठाउँछौँ। तपाईँहरूले सिधै मलाई भेट्न सक्नुहुन्छ। तपाईँहरू काम रोकियो भने, म छैन भने पनि हाम्रो अर्को म पछिको अर्को सेकेन्डम्यान हुनुहुन्छ, उहाँलाई भेटेर राख्न सक्नुहुन्छ। हामी सकभर जनताले कसरी प्रभावकारी सेवा प्रदान गर्ने भन्नेमा एकदम पूर्ण प्रतिबद्ध छौँ। यिनै कुराहरू राख्दै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई हामीले निरन्तरता दिनुपर्छ भन्ने विषय अनुरोध गर्दै मेरो भनाइहरू यहीँ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। स्वागत सहितको घुम्ती शिविर कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य राख्दिनु हुनको लागि यो माइक्रोफोन हस्तान्तरण गर्दछु।